नेपालले प्र्याक्टिस खेलमा 2 म्याच हारे लगत्तै तेस्रो म्याच चाहिँ श्रीलङ्का एसँग जित्या छ, जसमा चाहिँ नेपालले चाहिँ 134 रनको टार्गेट दिएको छ भनेपछि 132 मै रोक्न सफल भएको छ। कुशल मल्लको त अब म कति तारिफ गरौँ होइन। कुशल मल्लले 49 रन हानेछ 35 बलमा, यस्तो बवाल खेल्या छ भनेपछि आरबी शेखले पनि उनलाई अलिअलि रनमा साथ दिएको छन्। र त्यो सँगसँगै चाहिँ आज शेर मल्लको जादु थियो क्या। शेर मल्लले 20 रन मात्रै दिएर चाहिँ 4 विकेट लगेको थियो क्या 4 ओभरमा। यस्तो दामी बलिङ, यस्तो दामी बलिङ होइन, जो एनबिएलमा पनि चम्केर चाहिँ टी20 वर्ल्ड कपमा हालेको थियो त्यो प्लेयरले पनि आज दामी देखाएको छ, धमक्कादार भएको छ भनेपछि। अनि 2 विकेट दिवेन्द्र सिंह ऐरीले पनि लगेसँगै 7 विकेटले जितेको छ क्या। नेपाली टिमलाई चाहिँ कङ्ग्रेचुलेसन भन्न चाहे सबभन्दा पहिला त। त्यसमा चाहिँ यस्तो बवाल है, हो यसरी खेल्नु पऱ्यो क्या। 2 हारेपछि लास्ट तेस्रो गेममा चाहिँ फायर भएको छन् नेपाली टिम। र आगामी वर्ल्ड कपको लागि चाहिँ बेस्ट अफ लक भन्न चाहे। त्यही हो, नेपाली टिम बवाल है, बवाल खेलेको छ आज चाहिँ। श्रीलङ्का यसलाई चाहिँ धोबी हानेको छ, सो दामी।